रहस्यमय रूपमा पानीको लहरी छुट्ने कारण नेपालमै चर्चित रहेको धार्मिक क्षेत्र हो ढोरबाराही मन्दिर। हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको यस मन्दिरमा दैविक शक्ति रहेको आम सर्वसाधारणहरूको गहिरो विश्वास रहेको पाइन्छ। भौगोलिक रूपमा अत्यन्तै सुन्दर र शान्त स्थानमा रहेको यो मन्दिरमा दैनिक हजारौं धार्मिक पर्यटकहरू पुग्ने गर्दछन्। नेपालको एक मात्रै लहरी छुट्ने मन्दिरका रूपमा ढोरबाराही देवीको मन्दिर रहेको यहाँका स्थानीयहरूको दाबी छ। विज्ञानले समेत पुष्टि गर्न नसकेको रहस्यमय लहरी छुट्ने कारण यहाँको प्रमुख विशेषता हो। यहाँ पूजा आराधना गर्दा विशेष गरी उमेर पुगेर समेत नबोल्ने बच्चाहरूको बोली फुट्ने र अन्य महत्वाकांक्षाहरू पूरा हुने विश्वास सहित हिन्दू धर्म मान्ने भक्तजनहरू पुग्ने गरेको पाइन्छ। यस्तै प्राकृतिक वातावरणमा रमाउने र ध्यान, योग, साधना गर्ने एवं अध्ययन अवलोकन गर्ने व्यक्तिहरूको एक समूह पनि त्यहाँ पुग्ने गरेको पाइन्छ। शुक्ला गण्डकी नगरपालिकाको दुलेगौंडा बजारबाट जम्मा 9 किलोमिटर दूरीमा रहेको ढोरबाराही मन्दिर सवारी साधनमा 20 मिनटमै सहजै पुग्न सकिन्छ भने यो धार्मिक गन्तव्य स्थलमा पैदल यात्रा गरेर समेत करिब 1 घण्टामा पुग्न सकिन्छ।